नमस्कार। आज फेरि यहाँहरू समक्ष म एउटा कविता लिएर उपस्थित भएको छु। आशा गर्छु यहाँले स्वीकार्नुहुन्छ भनेर। मेरो कविताको शीर्षक छ काउसो। कविताको शीर्षक काउसो छ। जम्बुद्वीपको भूभागमा टिकटिके झार उम्र्यो। जम्बुद्वीपको भूभागमा टिकटिके झार उम्र्यो। पाखा भित्ता सबैतिर झारै झारले ढाक्यो। पाखा भित्ता सबैतिर झारै झारले ढाक्यो। झार भन्दै हेर्दै हेर्दै काउसो पनि उम्र्यो। झार भन्दै हेर्दा हेर्दै काउसो पनि उम्र्यो। झार अनि काउसोको जरा खुबै गहिरो। झार अनि काउसोको जरा खुबै गहिरो। विडिसाइड छरे पनि मास्न धेरै गाह्रो। विडिसाइड छरे पनि मास्न धेरै गाह्रो। भित्रभित्र जरा पस्यो सफाइ गर्न साह्रो। भित्रभित्र जरा पस्यो सफाइ गर्न साह्रो। फुलको बिरुवा सम्झिएर फुलबारीमा रोप्यो। फुलको बिरुवा सम्झिएर फुलबारीमा रोप्यो। बिस्तार बिस्तार हाँगा पलाई फुलबारी नै ढाक्यो। बिस्तार बिस्तार हाँगा पलाई फुलबारी नै ढाक्यो। सफाइ गर्ने कर्मी दाइको होस हवासै गुम्यो। सफाइ गर्ने कर्मी दाइको होस हवासै गुम्यो। घाँसी पनि मोहनिदमा भुसुक्कै निदायो। घाँसी पनि मोहनिदमा भुसुक्कै निदायो। पाटा फेरि फेरि सुत्दा मुलुक सबै छोप्यो। पाटा फेरि फेरि सुत्दा मुलुक सबै छोप्यो। कस्तो काउसो छुन पनि डर लाग्ने भयो। कस्तो काउसो छुन पनि डर लाग्ने भयो। काउसो सब फैलिएर वन जङ्गल नै ढाक्यो। काउसो सब फैलिएर वन जङ्गल नै ढाक्यो। त्यही बुट्टा बुट्टीमा खागो आइबस्यो। त्यही बुट्टा बुट्टीमा खागो आइबस्यो। पौराणिकता थाम्दा थाम्दै लथालिङ्गै पार्यो। पौराणिकता थाम्दा थाम्दै लथालिङ्गै पार्यो। श्रीखण्ड र तुलसी वन उजाड पारिदियो। श्रीखण्ड र तुलसी वन उजाड पारिसक्यो। खोला किनार बाटो बजार सबैतिर फैल्यो। खोला किनार बाटो बजार सबैतिर फैल्यो। एक दुईवटा बोटबाट सहस्र बोट बढ्यो। एक दुईवटा बोटबाट सहस्र बोट बढ्यो। तुलसी र श्रीखण्ड सब नउम्रिने भयो। तुलसी र श्रीखण्ड सब नउम्रिने भयो। सञ्जीवनी बुटी पनि पाउन गाह्रो भयो। सञ्जीवनी बुटी पनि पाउन गाह्रो भयो। काउसोको फुलफलदेखि आकर्षित भई। काउसोको फुलफलदेखि आकर्षित भई पुतली धेर फस्न गए मुक्ति पाउनलाई। पुतली धेर फस्न गए मुक्ति पाउनलाई। यसको रोकथाम गर्नलाई वैज्ञानिक हो जाग। यसको रोकथाम गर्नलाई वैज्ञानिक हो जाग। कृषि विज्ञान हर्बल होइन केमिकलमा लाग। कृषि विज्ञान हर्बल होइन केमिकलमा लाग। धन्यवाद।